हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। आई होप हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। स्पेसली आज चाहिँ हामी चाहिँ सोनापुरतिर जाँदैछौँ होइन। सबैजना उताबाट चाहिँ दाइ आउँदै हुनुहुन्छ कि दाइ चाहिँ एकदमै एक्साइटेड हुनुहुन्छ कि आज एकदम धेरै खुसी हुनुहुन्छ किनकि हामी सोनापुर जाँदैछौँ नि त। हाम्रो त फर्स्ट टाइम हो। दाइको चाहिँ आफ्टर लङ टाइम पछि जाँदै हुनुहुन्छ अरे कि एकदम खुसी हुनुहुन्छ। म चाहिँ एकदमै 5 रुपियाँको मोमो 5 रुपियाँको चाउमिन खानाको लागि धेरै एक्साइटेड हुनुहुन्छ होइन। दाइ चाहिँ हामी चाहिँ त्यस्तै रमाइलो गर्दै गइरहेको छौँ कि हामी चाहिँ ब्रिजमा छौँ क्या गाइज। अहिले चाहिँ नि यो ब्रिज पार गरेर पारिपट्टि चाहिँ ट्याक्सी पाउँछ, ट्याक्सीमा चढ्न भने गइरहेको छौँ क्या। त्यहाँबाट ट्याक्सीमा चढेर टक्क सोनापुरको बसमा चढेर जाने प्लानमा गइरहेको छौँ। यता दाइसँग रमाइलो कुरा गर्दैछौँ। यता पनि हाम्रो दिदी हुनुहुन्छ होइन, यता साइडमा दिदी पनि धेरै एक्साइटेड हुनुहुन्छ। ल हामी चाहिँ कारमा पनि चढिसक्यौँ गाइज। हामी चाहिँ सोनापुरतिर लाग्यो। सो गाइज फाइनली हामी चाहिँ सोनापुर आइपुग्यो होइन। हामी चाहिँ यता दिदीकोमा चटपट खाना लाग्यो क्या गाइज। अहिले हेर्नु है त, यता हाम्रो दिदीले चटपट बनाउँदै हुनुहुन्छ। हामी चाहिँ पुरा वेटिङमा छौँ होइन चटपट खानाको लागि। यता दिदीले बनाउँदै हुनुहुन्छ, यता दाइ फेरि यस्तो पुरिरहनु भयो क्या। दाइ फेरि यस्तो पानीपुरी एकदम मगर पानीपुरी चटपटे भने चाहिँ एकदम घुरेकै हुनुहुन्छ होइन। विशेष गरेर चाहिँ आज दाइले हामीलाई ड्युटीबाट पानीपुरी र चटपट अनि 5 रुपियाँको मोमो अनि 5 रुपियाँको चाउमिन खुलाउन ल्याउनु भएको क्या। अनि त्यसपछि भोला चलाउँदै आउनु आज फर्स्ट टाइम यस्तो ठाउँमा आउनु होला नेपाल जस्तै लागिरह। गाइज हामी चाहिँ पानीपुरी टेस्ट गर्न गइरहेको छ है हामीलाई। ए यहाँ दिदीले टेस्ट गर्दै हुनुहुन्छ पानीपुरी के त। ल गाइज फाइनली पानीपुरी खाने पाला चाहिँ मेरो आयो कि अब होइन। म चाहिँ एकदमै एक्साइटेड छु कि म नि होइन पानीपुरी खानको लागि आफ्टर लङ टाइम अन्त मेरो नि। सो बनाउनुहुन्छ दिदीले पानीपुरी चाहिँ एकदम मिठो लाग्यो मलाई नि होइन। थ्याङ्क यू सो मच गाइज फर वाचिङ आवर मिनी ब्लग। आई होप हामी छिटै भेटिन्छौँ नेक्स्ट ब्लगमा। बाई बाई।